दर्शकबिन भर्खरै नेपाली सेनाले उद्धार गरेर ल्याएका एकजना भाइ हामी तपाईलाई देखाइरहेका छौँ र उहाँको अहिलेको अवस्था। तपाईँको नाम चाहिँ के हो नि? मेरो राज विश्वकर्मा हो। घर चाहिँ गाईघाट। तपाईँलाई सेनाले कहाँबाट उद्धार गरेर ल्याएको हो? म सेना होइन, म आफै पौडी खेलेर चालेर निस्किनु सफल भएँ। त्यही त, कहाँबाट लिएर आयो? हेलिकप्टर ल्याएन, मलाई स्वास्थ्य चौकी पुगायो केराघारीको, त्यहाँबाट अनि जेसिबीमा चढाएर यता गेरखु हुँदै उता झरेर गएको म। तपाईँले चाहिँ कहाँबाट बगाएको खोला? बेत्रावती बजारबाट हो। भनेको माथि रसुवा नै पर्छ? रसुवाको सिमानामा हो। पारी रसुवा, यता बेत्रावती बजारमा हो। के गर्नुहुन्थ्यो त्यहाँ तपाईँ? खञ्चरमा काम गर्थेँ। को बस्नुहुन्थ्यो? मेरो बुढी छोरा श्रीमती बस्थेँ म। अनि अरू? हामी तिनजना थियौँ। तिनजना हुनुहुन्थ्यो। तपाईँ के गर्दै हुनुहुन्थ्यो? म काम गरिरहेको थिएँ, एक्कासी बाढी आयो भने अनि भाग्दा भाग्दै भाग्नै सफल भइएन। छोरा च्यापेर भाग्दै थिएँ, हातले लडाइदियो, त्यसपछि त राइट भयो, त्यता त चोट लागेपछि त लडाएपछि त अब देख्नै पाइएन के भयो थाहा नै भयो। तपाईँ चाहिँ पौडेर ज्यान बचाउनु भयो? म चाहिँ पौडेर पारी गएर ज्यान बचाएर त्यस पछाडि स्वास्थ्य चौकीसम्म आफै जानुभयो? हजुर। त्यहाँबाट अनि यहाँ अहिले आउनुभएको छ होइन? भनेको तपाईँको उद्धार सेनाले गरेर यहाँ ल्याएको होइन, तपाईँ आफै यहाँ आउनुभएको अहिले परिवारको खोजीको लागि हो? हिजो खास कस्तो थियो अवस्था भनिदिनुहोस् त, के गर्दै हुनुहुन्थ्यो हजुर? म काम गरिरहेको थिएँ, अब ठ्याक्कै पाउने 10 बजे भित्रमा बाढी आयो भने एक्कासी भाग्नै नपाइकन ज्याम्मै पारिहाल्यो। तपाईँको घर चाहिँ फेरि उदयपुर रहेछ होइन? कसरी यता चाहिँ के को लागि? कामकै लागि? कामकै सिलसिलामा। अहिलेसम्म परिवारको के छ अवस्था थाहा छैन? थाहा छैन। तपाईँको आसपासमा अरू कोही थियो कि तपाईँको फ्यामिली मात्रै हुनुहुन्थ्यो? हाम्रो फ्यामिली मात्रै थियो, आसपासमा फाल्टो मान्छेहरू पनि थियो, कति अब उनीहरू पनि बाँचेको छ, कति अब कतिलाई लगिसकेछ अरे खोलाले भन्थ्यो। त्यस्तै सँगसँगै छोरा र श्रीमती पनि बगिरहनु भएको थियो, कहाँसम्म देख्नुभयो? कति बेलासम्म देख्नुभयो? मैले पुगेर कुद्दै लडेपछि त्यहाँदेखि मैले देख्न पनि पाइनँ, आफै पानी खाँदा गरेर गाडी तिर ठोकेर अनि उता चौडीमा पुगेर निस्केँ म होइन, चालेर त्यसपछि पाखा लागेँ। श्रीमती छोराछोरी चाहिँ भेट्नै पाइएन, त्यही भएर अहिले खोज्न आउँदैछ। बाढी आउँदाखेरि आँखाले हेर्ने त यस्तो आवाज आयो कि है सेकेन्डमै पनि भ्याग्नु नभएको त्यस्तो बनाइदियो। एक्कासी छालले लडाइदिइहाल्यो। खम्बाहरू यता खम्बाहरू बिजुलीको पोलै ढाल्ने जलाउन आयो, घरहरू पनि पुरै ध्वस्त बनाइदिएको त्यहाँ। सरकारको तर्फबाट केही समय अगाडि नै बाढी आउँदैछ, छेउछाउका बस्तीहरू खाली रहनुहोस् भनिएको भए त हुन्थ्यो होला, अब खोइ हामीलाई खबर पाइएन होइन। अब त्यो गाउँमै खबरै भएन, एक्कासी पान भत्कियो अरे बाढी आयो भन्ने मात्रै सुन्यो, त्यसपछि भाग्नै नपाइकन। तपाईँले केही समय अगाडि जानकारी पाउनु भएन? त्यतिखेरै बाढी आयो भनेको अरूले भनेको सुनेर अनि भाग्नु खोज्दाखेरि भाग्नै सकिएन। अहिले कस्तो छ तपाईँको अवस्था? अहिले मेरो अलिक ठिकै छ। चोट लागेको छ है? बाट अहिले त आइपुगिरहेको छु, उहाँबाट भेटिन्छ कि भनेर आएको आश लिएर। तपाईँ आफै यति घाइते हुनुहुन्छ, परिवारको चिन्ताले गर्दाखेरि यही अवस्थामा उछेर आउनुभयो? हजुर, म यही अवस्थामा कानमा टाँका धरी नलाएर आएको। म भरे बेलुका आएर लाउँछु भनेर मेरो छोराबुढी खोज्नलाई म हस्पिटलबाट जबरजस्ती गरेर आएको छु यहाँ। आफ्नो